हेलो एभ्रिवान। अब हामीले पेट्रोल इन्जिनको बारेमा बुझ्न गएको छौँ। यसमा के हुन्छ भने सबभन्दा पहिला 4 वटा स्ट्रोकहरू हुन्छ। फर्स्ट स्ट्रोक चाहिँ सक्सन स्ट्रोक। यसमा के हुन्छ भने यसमा इनलेट भल्भ ओपन हुन्छ र एयर र फ्युलको मिक्सचर चाहिँ यो सिलिन्डरभित्र जम्मा हुँदै जान्छ। जम्मा हुँदै गयो भने यसको साइज अटोमेटिकली बढ्छ। यसले साइज ओगट्न थाल्छ, मतलब यसले इन्क्रिज गर्न थाल्छ। भनेपछि यसको पिस्टन चाहिँ मुनितर्फ धकेल्दै जान्छ कि यसमा चाहिँ। अनि योसँग भएको कनेक्टेड, यो चाहिँ स्याफ्ट कनेक्टेड हुन्छ योसँग। अनि कनेक्टेड रडद्वारा स्याफ्टमा कनेक्ट हुन्छ। यो चाहिँ बिस्तारै घुम्दै जान्छ, यो डिरेक्सनमा घुम्दै जाने भयो। अब सेकेन्डमा के हुन्छ, कम्प्रेसन स्ट्रोक। नाममै कम्प्रेसन छ भनेपछि यो यसमा एयर एयर जुन हामीले एयर र फ्युलको मिक्सर राखेको थियौँ यसमा, यो चाहिँ कम्प्रेस हुँदै जाने भयो यहाँभित्र। कम्प्रेस हुँदै गयो भने साइज सानो 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 बनाउँछ नि त, सो यसको पिस्टन चाहिँ माथितर्फ मुभ हुँदै जान्छ। अनि जब माथितर्फ मुभ हुँदै जान्छ, योसँग कनेक्टेड भएको कनेक्टेड रडद्वारा यो स्याफ्ट फेरि माथितिर यो डिरेक्सनमा घुम्न थाल्छ। नेक्स्ट, अनि त्यसपछि एक्सपान्सन स्ट्रोक अथवा यसलाई वर्किङ स्ट्रोक पनि भन्छ। यसमा के हुन्छ भने अब कम्प्लिटली माथितिर आइसकेपछि एउटा स्टेज आउँछ जसभन्दा माथि यो आफै यसको मतलब कम्प्रेस हुन सक्दैन भनेपछि त्यसपछि यहाँबाट स्पार्क आउँछ एउटा। यो स्पार्कको ठाउँ हो नि त, यहाँबाट एउटा स्पार्क आउँछ र यो स्पार्कले के गर्छ, यहाँभित्र भएको ग्यासलाई हिट गर्छ, कम्बसन गर्छ। र कम्बसन भएपछि त यसको टेम्परेचर पनि बढ्ने भयो, इन्क्रिज हुन्छ र यसको प्रेसर पनि इन्क्रिज हुन्छ। भनेपछि इन्क्रिज गरेपछि यसको साइज पनि इन्क्रिज हुने भयो। सो योसँग कनेक्टेड भएको स्याफ्ट अब यो डिरेक्सनमा फेरि घुम्न थाल्ने भयो। हामीले यो एउटा सर्कलको डिरेक्सनमा घुमाउँदैछौँ है यसलाई। यो डिरेक्सन यहाँ पुगेको थियो अनि फेरि यता घुम्न थाल्यो। र त्यसपछि लास्टमा के हुन्छ भने एक्जस्ट स्ट्रोकमा इनलेट भल्भ यसमा क्लोज हुनुपर्ने, इनलेट भल्भ क्लोज हुन्छ र एक्जस्ट भल्भ मात्रै ओपन हुन्छ। एक्जस्ट भनेको अब बचेको मतलब यसमा कम्बस्ट नभएको जुन जुन एयरहरू हुन्छ त्यो यहाँबाट कम्बस्ट भइसकेपछि चाहिँ यहाँबाट आउटलेट जाने भयो, मतलब यहाँबाट निस्केर जाने भयो। अनि यो निस्केर जाँदाखेरि फेरि यसको पिस्टन फेरि माथितिर रोटेट गर्नु, माथितिर मुभ गर्न थाल्छ, किनभने निस्केर गएपछि यसको साइज सानो सानो हुँदै जाने भयो। सो भोल्युम क्रिएट हुन्छ। सो यो माथितिर जाँदै गर्छ। अनि माथितिर जाँदै गर्दाखेरि यो यता पुगेको थियो नि, फेरि यो यता माथितिर मुभ हुँदै जान्छ। ल, यति नै यसको पेट्रोल इन्जिनको मेकानिजम।